नमस्ते गाइज ब्याक टु माई न्यू भिडियो सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम आरामै छु अनि न्यू डे न्यू भिडियो फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो नयाँ भ्लगमा यो चाहिँ हाम्रो साथी हो परमेश्वर अनि अगाडि चाहिँ हाम्रो केटाहरू छ अनि आज चाहिँ हाम्रो एउटा दुःखद घटना घटेको छैन हाम्रो बिहामा बित्नु भयो अनि हामी माथि जानुभयो अनि हामी अचानक अनि पोखराबाट जाने गर्न आउनु पऱ्यो अनि त्यतिखेर भ्लग गरेन अनि कति 6 बजीतिर हिँड्थ्यौँ उहाँ अनि यहाँ आएर मलाई आइयो त्यो अर्ग्यानिक केक अनि आफूले बनाएको त गोरुले अनि अघि नै भ्लग स्टार्ट गर्छु भने थिएँ अघि फेरि त्यहाँ मलामा आएको छ अब त्यहाँ कति उसमा के भ्लग गर्ने भनेर उस गरी होइन अनि अहिले चाहिँ हामी टक्क त्यहाँ हजुर क्यामेरा त्यहाँ जलाउँदैछ अनि हामी चाहिँ वाल झौलाएर अनि निस्केर हिँड्यो गाडीबाट हामी अनि हाम्रो खोला है अहिले त्यहाँ तलबाट कालीगण्डकी छ उताबाट चाहिँ हाम्रो मोदी खोला बगेर आउँछ है हेर्न सक्नुहुन्छ है हाम्रो चाहिँ मोदी खोलाले यो चाहिँ कालीगण्डकी हो कालीगण्डकी चाहिँ बढेको छ ठुलो एकदम यहाँ चाहिँ यस्तो बुट अनि यहाँ चाहिँ पुल छ हेर्न सक्नुहुन्छ माथि यहाँ चाहिँ 3टा पुल छ एउटा उहाँ छ एउटा हो त्यो पुल हो एउटा त्यो अनि एउटा यो अनि त्यहाँ चाहिँ सानो 2टा पुल छ अनि यो चाहिँ हाम्रो कालीगण्डकी भइहाल्यो कालीगण्डकी चाहिँ अहिले यस्तो छ कालीगण्डकी अहिले बगेर यस्तो अहिले त्यो कालीगण्डकी उताबाट चाहिँ मोदी खोला बगेर आउँछ है म त्यो देखाइहाल्नेछु त्यो गाई चाहिँ सो अहिले भेटौँ है त त्योहरू हामी चाहिँ अब टक्क पुलबाट आइयो उता गर्थ्यौँ फेरि चाहिँ पुलबाट हेर्दै आएको अनि अहिले हामी फेरि उता जाँदैछौँ अब सानो अर्को उता आएको पुल छ त्यो चाहिँ जान्छौँ त्यो के गाइज हामीले अब जति महँगो जुत्ता किनेर हिँड्ने भनेको नराम्रै बाटो त्यही भएर सस्तो जुत्ता किन नराम्रो बाटो हिँड्यो त्यही हो भनेर भन्दिनँ राम्रो बाटो हिँडेर केटा अब सो गाइज हेर्नु सक्नुहुन्छ यो चाहिँ हाम्रो मोदी खोला हो हाम्रो यसो टक्क दोबिल्लामा है यस्तो खोला चाहिँ ल सेट भइदियो हाम्रो मोदी खोला बढेको छ हेर्नु सक्नुहुन्छ है हेर्नु सक्नुहुन्छ टक्क नानीहरू थाहा पाइन्छ ल मोदीको खोला पनि तरियो ल अब यस्तै छ टक्कमा चाहिँ टक्कले चलाएर यताउति गरेर आइयो र धेरै टाइम लाग्दैन आधी घन्टा जस्तै यहाँबाट 50 मिनट लाउला मेरो लागि 10 मिनट हो अनि चाहिँ अब हामी घर पुगिन्छ चिया बनाएर खाएर मस्त निद्रा लाग्छ गएर सुत्ने अब सधैँ गएर रात गरी त्यही हो अब त्यही ल आइयो सो दर्शक दिनहरू चाहिँ घर आएर नि टक्क अब तलखेरि केरा लिन जाँदैछौँ अब केरा लिएर आउँछौँ अनि माथि त्यहाँ कामले टर्ने हाम्रो अब यस्तै छ टुटुङ्गा मुनि झारेको केरा लिन ल्याइदिन्छ पानी परेको थियो भर्खर चाहिँ नि पानी बिदा भइसकेको छ अब चाहिँ दाइहरू हिँड्दैछन् दाइ भाइहरू यस्तै छ अब हामी चाहिँ यहाँ टक्क टुटुङ्गा मुनि गएर अब एक गाडी केरा लिएर आउने अनि उहाँदेखि है त्यो डाँडो हो त्यहाँ हामी गएको मान्छे जरा उहाँ घर आइयो त्यो अब केरा लिएर आउँछौँ अनि अहिले टक्क ल हुनुहुन्छ गाइज हामी यस्तो बाटो आयौँ भर्खरसी यस्तो पहिरो गयो हामी यो बाटो आउँदा चाहिँ जुका लाउने डर छ धेरै सो जुका लागिहाल्छ अहिले अचारमा बर्खामा चाहिँ जुका लागिहाल्छ अब यस्तै जुका लाग्ने हिँड्दै स्यान टक्क अब त्यो बाटोमा निस्किनु टक्क किरा लिएर आउँछ सेटडालले हेर्नु नलागेर हाम्रो भल गयो यस्तो सपोर्ट ल गाइस सब्सक्राइब हान्नु है सबैले ल सो दर्शक दिन हामी चाहिँ घाँस काट्नु जाँदैछौँ हिजो चाहिँ हामी मला आएको थियौँ मला गएर आएर अनि बेलुका उतै बस्दा यताउति गर्दा खासै भ्लग गरेन अनि सिधै अब आज नेक्स्ट डे अर्को भ्लग गरेको अनि हामी चाहिँ घाँस काट्दैछौँ भन्यो नि घाँस काट्न जाँदैछौँ यस्तो जाँदैछ त्यो के बोली चाहिँ हामी चाहिँ टक्क खेतमा घाँस काट्न आयौँ अनि हाम्रो खेतको भ्यू चाहिँ हेर्नु यस्तो है अब यहाँ टक्क अब घाँस काटेर अनि घाँस काटेर घर जान्छौँ अनि हिजो टाइम मलाई आएको थियो अनि यताउति आएर मलाई गएर आएर अनि तल केरा लिन गएको थियौँ सेद्दाइ म
केरा लिएर आयो भन्दा केराको बुटो अठाइदिएन मलाई अनि केरा लिएर आएर अनि टक्क अनि घर यताउति गर्दा त्यो तिर्पल हाल्दाखेरि भ्लग गर्न पाइएन अनि आज चाहिँ अर्को दिनको भ्लग स्टार्ट गऱ्यो अब एकै दिन भ्लग गरेर सक्दैन अब अर्को दिन गर्दै भ्लग गर्दै जोडेर अनि भिडियो पुरा गरेर हाल्छु म अनि हामी चाहिँ भर्खर चाहिँ खेतमा आएको घाँस काट्न अनि नवीन दाइ चाहिँ त्यहाँ तल आँसी जान अनि बिसु त्यहाँ म यहाँ छु अनि त्यही हो घर गएर अनि एकछिन फेरि नवीन दाइले बाइक चलाउनु जाने भन्दैछ अनि त्यही हो सो अब अहिले घाँस काट्नेलाई भेटौँ है बिनहरू हामी चाहिँ टक्क घाँस काट्दै थियौँ अनि यहाँ सितालोमा बसेर यसो अस्टै घाममा अनि घाँस चाहिँ डोकोमा चाहिँ यति काट्यौँ अब अलिकति काटेर मुठो सुठो हाल्ने अनि भोलि चाहिँ अनि घर चलिदिने अनि घर टाउकुनाउनु पऱ्यो एकदम गर्मीमा अनि बिसुले जगाडि घाँस काटेको छ नि बिसु कस्तो फिल भइरहेको घाँस काट्दा गर्मीमा जस है गाउँको केटाहरूले काम गर्छ नि त्यही हो अब यहाँ घाँस काट्दैछौँ घाम नि छ हेर्न सक्नुहुन्छ है हेर्नुहोस् कति राम्रो हाम्रो पर्वत टिपोखरी यो चाहिँ राजडाँडा भन्छ यो ठाउँलाई चाहिँ हामी चाहिँ राजडाँडो त्यहीँ आएर हामीले घाँस काट्न त्यहाँ चाहिँ बन्छ अब हामी अब एकैछिन आधी घन्टा जति घाँस काटेर अब भ्याटपेट भरिन्छ अनि चलिदिन्छौँ घर गएर टाउको नुहाउनु पऱ्यो यताउति जानु पऱ्यो डेटिङ जानु पऱ्यो होइन त्यही हो अब त्यो गाई जब घाँस काटौँ होइन अनि एकछिन सन्छ एकछिन चाहिँ घर जाने अब सिधै घर जाने सबै दर्शक दिनहरू म चाहिँ अहिले पोखरा आइसकेँ है टक्क पोखरा आइसकेको मलाई चाहिँ बिहान आएको अनि बिहान पोखरा आएर चाहिँ टक्क अहिले नयाँ घर बसेँ अहिले बेलुका चाहिँ कति 6 बजिसकेको छ अनि पानी परेको थियो पोखरातिर चाहिँ अनि भर्खर सुविधा भइरहेको यहाँ चाहिँ म तल दोकानमा जाने भनेको चप्पल दोकानमा जान थियो म होइन तल दोकानमा गएर आँटा लिएर आउनु भन्दै हुन्थ्यो अब यहाँ तल दोकानमा जान्छु अनि म चाहिँ नि सुतेँ दिनभरि हारा आइपुग्यो भएको थियो केही खाना खाएको जस्तो रह्यो अनि अहिले दिनभरि सुतेँ अनि सुतेर चाहिँ टक्क अनि अहिले उठेर अनि आँटा लिएर आउँछु भनेर चाहिँ दोकानमा जान्छु अब चप्पल त्यो दोकानमा जान्छु म होइन आँटा लिएर आउँछु अनि टक्क अब अहिले एकछिनमा चाहिँ भेटौँला तर आँटा पनि लिएर आएँ दोकान गएर अनि आँटा लिएर आएर अनि त्यो बसेकोमा बाहिर नि हल्का पानी परिरहेको तर पनि कतै जान पाइएन एकछिन खेल्न जाऊँ भनेको यस्तै पानी गरिदियो त्यही गाई चाहिँ आजको भ्लग के कस्तो लाग्यो कमेन्ट गर्नु चाहिँ नबिर्सिनु होला त्यो गाई जब अर्को भ्लगमा भेट्ने नै छौँ आजको लागि चाहिँ यति नै भन्दै म बिदा हुन चाहन्छु आजको भ्लग के कस्तो लाग्छ तपाईँहरूलाई कमेन्ट गर्नु होला र च्यानललाई सब्सक्राइब गर्न पनि नबिर्सिनु होला सबैले सब्सक्राइब गर्नु होला म चाहिँ डेली भ्लग हाल्न नपाए नि कहिलेकाहीँ भ्लग हालिरहेको हुन्छु त्यही हो सबैले सब्सक्राइब गरेर अझै साथ सपोर्ट दिनु होला 1K छिटै पुऱ्याउनु पऱ्यो अब 1K पुरा सबैले कमेन्ट गरिदिनु होला आजको भिडियो के कस्तो लाग्यो अर्को भिडियोमा फेरि पनि भेट्नेछु भन्दै अहिले चाहिँ म बिदा हुन चाहन्छु धन्यवाद।